यो भन्दा अगाडिको जुनीमा म बाँदर थिए होला के, त्यही भएर यति आज भोलि पनि चकचके चाहिँ त्यस्तै नै छु। रुखमा चढ्ने कला पनि त्यस्तै नै छ। अनि यता चाहिँ एकजनाले केला खसाउन नसकेपछि तीन जना मिलेर केला खसाउँदैछौँ। अनि अचार हाल्छु भनेर टिपेको अमार चाहिँ मनले नमानिसके पछाडि चटनी बनाएर खाए। अनि थाहा नभएको साथीहरूले चाहिँ अमार भनेको के हो भनेर सोच्नु भएको होला। अमारलाई अमट्टा पनि भनिन्छ। अनि आजको मेरो दिन चाहिँ कसरी बित्यो हेरौँ है त। अनि आज बिहान मौसमको कुरा गरौँ भनेपछि अलिअलि हावाहुरी चलिरहेको थियो, अलिअलि पानी पनि आइरहेको थियो। त्यही अलिअलि हावा अनि पानी परेको हुनाले होला बत्ती गएर बिहानदेखि साथीहरू अलिअलि भएको मोबाइलमा चार्ज जति पनि भिडियो सुट गर्दा गर्दै खतम भयो। अनि बत्ती आउँछ भनेर कुर्दा कुर्दै अहिले झन्डै 3 बजेतिर बत्ती आयो। अनि अहिले एकछिन मोबाइल चार्जमा लगाएर बल्ल भिडियो एडिट गरेर अहिले पोस्ट गर्न लागेको छु। अनि आज बिहान पानी परेको हुनाले जता पनि हिलो मात्र थियो क्या, छोरीले खेल्नै मानिराखी थिएन। त्यही भएर जे काम गर्दाखेरि पनि पिठुमै बोकेर गरे। पानी पर्यो भने अनि घाम नलाग्यो भनेपछि चाहिँ हामी जस्तो बच्चा बच्ची भएको मान्छेलाई त लास्टै गाह्रो हो के। यताउता खेल्न पठाम भने पनि हिलो हुन्छ, खेल्नै मान्दैनन्। जतिखेर पनि पछाडि चप्टिराख्छन्। अनि घाम नलाग्यो भने पछाडि चाहिँ कपडा कहाँ लगेर सुकाउने भन्ने टेन्सन हुन्छ। अनि आज बिहान खाना खाँदै थियौँ कि घरनिरको बजे आएर केला बेच्नुहुन्छ भनेर सोध्न थाल्नु भयो। अनि घरमा मम्मी र म मात्र भएको हुनाले होला हामीहरूले एउटा यस्तै सिङ्गै केरा पकाउन राख्यो भने पनि धेरै हुन्छ के। अनि अस्ति भर्खरै पनि हामीहरूले केला पकाएर खाएका थियौँ। त्यही भएर चाहिँ यो पालि बेच्दिउँ मम्मी भनेर बेच्न लगाइदिए। अनि केला काट्ने बेलामा चाहिँ यत्रो माथि थियो क्या केलाको बोट। अनि काट्न नसकेर तीन जना मिलेर त्यसलाई जबरजस्ती तानेर काट्यौँ। अनि मैले चाहिँ यता कति दर्जन हुन्छ भनेर गने। अनि गनिसके पछाडि चाहिँ बजैले लगेर जानुभयो। मेरो छोरी त कस्तो हाम्रो केला लगेर गयो भनेर पछाडि गइराखी थिए। अनि उसले हामीले बेचेको सानी पैसा दिनुहुन्छ भनेर फकाएर लिएर आए। घरमा भएको सामान कता गयो के भयो भन्ने कुरा मलाई त्यति मतलब हुँदैन, तर मेरो छोरीलाई चाहिँ एउटा सामान पनि यताउता भयो कोही मान्छेले यदि हाम्रो सामान लग्यो भने पछाडि सब कुरा थाहा पाइरहेको हुन्छ कि। हामीहरू भन्छौँ नि बच्चा हो केही थाहा पाउन्न भनेर, तर बच्चाको आमा हुने जतिहरूलाई चाहिँ सबैले थाहा होला कि बच्चाहरूले आफ्नो चिजको यति केयर गरिरहेको हुन्छ नि, सब थाहा पाउँछ कि उनीहरूले। अनि यो अमारको अचार हाल्ने कुरा चाहिँ अस्ति भएको थियो। दाइले चाहिँ काठमाडौँदेखि फोन गरेर अचार हालेर राख्नु है पछि आएर खाना हुन्छ भनेर भन्नु भएको थियो अरे मम्मीसँग। अनि मलाई चाहिँ रुखमा चढेर खसाउन फेरि तल आएर टिप्न झ्याउ लागिरहेको थियो क्या। त्यही भएर आज भाइ बहिनीहरू पनि आएका थिए, त्यही भएर खसाए। अनि खसाइसके पछाडि चाहिँ मैले टेस्ट गरेँ के कस्तो छ भनेर। एकदम अमिलो के। हुन त अब अमार भन्ने कुरा अमिलो नै हुन्छ, तर पनि टर्रो थियो क्या यो चाहिँ। अनि तल खसाएको हुनाले सबै माटो भएका थिए। त्यही भएर चाहिँ सबै धोएर यत्तिकै सुकाउनलाई छोडे। अनि आफू चाहिँ गए बजारमा मिक्सर बनाउनलाई, जुन चाहिँ हाम्रो अस्ति बिग्रिएको थियो। अनि अचार हाल्नको लागि चाहिँ अब तोरी पिस्न चाहिन्छ भनेर बनाउन गए। अनि बनाएर आइसके पछाडि त फेरि हाम्रो घर पछाडि एउटा केला अर्को ढलिरहेको रहेछ के। अनि अस्ति बनाएको केलाको चिप्स चाहिँ यस्तो मिठो भएको थियो कि आज पनि केलाको चिप्स बनाउँछु सोचेकी थिएँ, तर यो केला चाहिँ पाक्न बसेको रहेछ, चिप्स बन्दैन होला भनेर बनाएन। अब यसलाई चाहिँ पकाएर खाने भयौँ हामीहरूले। अनि अचार हाल्न भनेर खसाएको अमार चाहिँ मैले टेस्ट गर्दाखेरि कस्तो टर्रो भएको थियो के। अनि अचार हाल्नु भन्दा पहिला चाहिँ चटनी बनाएर खाम, मिठो भयो भने पछाडि अचार हालौँला, नभए केही छैन भनेर म चटनी बनाउन तर्फ लागे। यो अमार चाहिँ फर्स्ट टाइम फलेको हो हाम्रो आफ्नै बोटमा, त्यही भएर चाहिँ कस्तो छ भन्ने कुरा थाहा थिएन। अनि यसको चटनी पनि कस्तो हुन्छ भन्ने कुरा केही पनि थाहा थिएन क्या। त्यही भएर फर्स्ट चोटि हो। अनि पहिला चटनी बनाऊँ, मिठो भयो भने पछाडि अचार पनि हालौँला। यस्तै टर्रो भएपछि चाहिँ नहाल्ने, त्यत्तिकै वेस्ट जान्छ भनेर मैले पहिला चटनी बनाएँ। चटनी बनाएर टेस्ट गरेको त ओहो, मैले हात चाटेको देख्दाखेरि हजुरहरूलाई लागिरहेको होला यो मिठो भयो होला भनेर, तर त्यस्तो चाहिँ होइन क्या। यस्तो टर्रो भएको थियो कि मिठो नै भएन। खास गरी अमार चाहिँ यस्तो टर्रो चाहिँ हुँदैन, कुनै हुन्छ, कुनै चाहिँ एकदम राम्रो हुन्छ, त्यसको चाहिँ अचार हालिन्छ। तर अब यो हाम्रो बोटमा फल्ने अमार चाहिँ यस्तो टर्रो निस्कियो है, यसको के गर्ने, न अचार हाल्न मिल्छ न चटनी खान।